मेरो नाम प्रथमराज बज्राचार्य। मैले यो काठको काम गरेको चाहिँ सानै बेलादेखि हो। बुवा आमाबाट मैले यो काठको काम सिकेको। अहिले पनि यस्तो सानो सानो मूर्तिहरू पनि अहिले बनाउँदैछु। नमस्कार, म सप्तराज बज्राचार्य। म चाहिँ यो क्षेत्रमा लागेको चाहिँ 27 वर्ष जस्तो भयो। अनि यसमा चाहिँ हामीहरूले चाहिँ काम गर्दै जाँदाखेरि चाहिँ के बुझ्यो भन्दाखेरि नेपाललाई के गरेर साँच्चै नै आत्मनिर्भर तरिकाबाट चाहिँ विकास गर्नु छ भने यो एउटा काम कुनै पनि कलालाई चाहिँ नेपाल सरकारले सपोर्ट गरिदियो भने हामीहरू जस्तै कलाकारहरूले चाहिँ नेपाल बनाउनको लागि अनि जुन चाहिँ रोजगारीको समस्याहरू हल गर्नको लागि चाहिँ यो काम चाहिँ एकदम राम्रो जस्तो लाग्छ है। यो चाहिँ मेरो आफ्नो विचार हो। बेसिकल्ली चाहिँ फर्स्ट प्रेफरेन्स भनेको हाम्रो येलो टिक भन्छौँ, जुन चाहिँ हल्लु भन्छौँ होइन नेवारीमा, अनि नेपालीमा कर्मा भन्छौँ। सेकेन्ड भनेको चाँप भन्छौँ, चाँप भनेको म्याग्नोलिया हो। अनि यो चाहिँ हाम्रो सेकेन्ड प्रेफरेन्समा पर्न आउँछ। म्याग्नोलियामा पनि काम गर्न सकिन्छ। अनि अरू भनेको फर्निचरहरू बनाउने भए चाहिँ टिकको जुन चाहिँ सालको काठ भन्छौँ, सिसौ भन्छौँ होइन, सरी साल होइन सिसौ। अनि टिक भनेर चाहिँ हामीहरूले सिसौ हो भने चाहिँ हामीहरूको नेपालमा चाहिँ अझ अग्रासको काठ पाउँछ। त्यो चाहिँ एकदमै बेटर हुन्छ। जुन चाहिँ ढोका झ्यालहरू जुन चाहिँ घरमा इन्स्टल गर्छौँ नि त्यो बनाउँछौँ भने चाहिँ फरक फरक काठहरूमा हामी यसरी मूर्ति बनाउन सक्छौँ। अनि सुगन्धित काठको कुरा गर्नुहुन्छ भने चाहिँ चन्दन हुन्छ, अनि कपुरको काठ हुन्छ, जुन चाहिँ एकदम सुगन्धित अनि ढुकी पनि हुन्छ। नमस्ते, म श्याम कृष्ण श्रेष्ठ, म नेपाल काष्ठकला सङ्घको उपाध्यक्ष हो। र आज यो हाम्रो यो प्रथम काठमाडौँ महोत्सवमा चाहिँ हामी नेपाल हस्तकला सङ्घको तर्फबाट नेपाल काष्ठकला सङ्घको यो जुन अभूतपूर्व यो कलाकार साथीहरूको यो आर्टहरू राख्न पाएका छौँ। यो चाहिँ हाम्रो नेपाली हस्तकला हो। यो चिज चाहिँ यस्तो चिज हो कि यो ज्यावल पनि हाम्रो नेपाल नै भन्छ। नेपाली यहाँ कर्मीहरू साथीहरूले बनाउनुहुन्छ यो। अनि अर्को यो ज्यावल काठ पनि नेपाली नै हो यो, अनि शैली पनि नेपाली नै हो कि। यो चिजलाई चाहिँ हामीले प्रमोट, तपाईँ जस्तो मिडियाले चाहिँ अलिकति प्रचार गरेर यो चिजलाई चाहिँ बचाउनु छ, अझ अगाडि बढाउनु। अहिले चाहिँ धेरैले रुचाउनु भएको छ यो नेपाली हस्तकलाको सामानहरू। कसैले गिफ्ट दिनको लागि, विवाह उत्सव, बर्थडेमा, यस्तो समयमा चाहिँ यो उपहारको रूपमा दिनको लागि पनि धेरैले रुचाउनु भएको छ। अनि कस्टिङको कुरा गरेर चाहिँ अलिकति यो महँगो छ। नेपाली चिज त महँगो छ भने विदेशी चिजभन्दा यो मेहनत पनि धेरै भएको कारणले यो अलिकति महँगो जस्तो देखेको हो। तर हामीले चाहिँ यस्तै चिजहरूलाई चाहिँ बजारमा